हेलो गुड मर्निङ। अनि आज चाहिँ डे 2 हो। यहाँ मार्फामा छु अहिले, घुम्दैछु। बिहानदेखि कति 6 बजेदेखि घुम्दैछु यता। फोटो सुटै सकिरहेको छैन यहाँ त। अब सेकेन्ड ब्लक हो। अब यहाँबाट अब स्टार्ट हुन्छ। अब यहाँबाट होटल जाने हो, प्याकिङ, अनि यहाँबाट निस्किने। यहाँ पनि ब्लगिङ गर्दैछ है, ब्लगिङ गर्दैछ यहाँ पनि। अब प्याकिङ स्याकिङ भयो। अब निस्किदिएको यहाँबाट, मार्फाबाट। बाइक कोल्ड स्टार्ट भइरहेछ। अघिसम्म हिमाल टल्किरहेको थियो। अब हेरौँ अगाडि कस्तो बाटो हुँदो रहेछ। अगाडि अफ रोड छ कि अफ रोडै त हो नि। अब मार्फाबाट निस्किसक्यो। अब बिस्तारै अगाडि गएर जाँदैछु। लोमाङथाङ जाँदैछु अब। कहाँ भ्यू त्यता हेर्दा नि पहाडै पहाड मात्रै देख्छ, अरू केही देख्दैन। अब बिस्तारै देखौँला बाटो साटो। किन अब खाजा ब्रेक, खाजा खाएर अब फेरि निस्किनु। बाइक त थोरै देखिरहेको छ। यस्तै हो, जहाँ पनि हेर्दा यही भ्यू मात्रै देखिन्छ। यहाँ फेरि एकछिन ब्रेक भयो। यस्तो बवाल ठाउँ छ, रोक्न मन लागिहाल्छ, रोकिहाल्नुपर्छ। यस्तो मजा आइरहेछ, यस्तो मजा आइरहेछ। ल यहाँको अब सक्यो। अब हिँडेको है यहाँबाट। अब निस्किन लाग्छ। यस्तो छ नि त फेरि भ्यू। अब यहाँबाट उपर मुस्ताङ हो। हेरौँ बाटोमा अब कति ठाउँमा रोक्ने हो। के हो फोटोसुट भइरहेको फेरि मस्को। यस्तो दामी ठाउँ छ यार। म फर्स्ट टाइम आएर होला क्या हो, मलाई दामी लाग्यो। यस्तो बवाल छ। उपर मुस्ताङ अब कहिले पुग्नु होला। आधोको त त्यही रोकेछु। ल एन्ट्री गर्नुपर्छ उपर मुस्ताङ जानलाई। एन्ट्री गरेर जानु। के भयो, अफ रोड छ पुरै बाटोभरि। अफ रोड पनि यो पारामा त कहिले पुग्ने होला उपर मुस्ताङ। प्रत्येक 10 मिनट 15 मिनटमा स्टप भइरहेको। नाच्नु ल।
बिचमा ल्याउन यो बाटो अफ रोडिङ गरेर चाहिँ खत्रै अफ रोड छ नि यो कर्मिस्ताङ जाने बाटो कहाँसम्म अफ रोड हो अब तपाईँहरू भ्यू हेरेर इन्जोय गर्नु मलाई बोल्न सुन्नु मन छैन रियलमा जस्तो क्यामेरामा देखिँदैन यतै आउनुपर्छ अब यस्तो हेर्नु यहाँ भने भिडियोमा ल फेरि ब्रेक टाइम भयो कहिले पुग्ने होला उपरमुस्ताङ चाहिँ यो पारामा त प्रत्येक 5-7 किलोमिटर कुदायो कि रोक्नु परिहाल्यो यस्तो कडा भ्यू छ यस्तो भ्यू छ यस्तो आनन्दको छ यार यहाँ त ल अब यहाँबाट निस्किनला हो यहाँ चिया खाएँ अब निस्किनला हो अब कतै खाना खान्छु भयो भने त्यही हो अब बाटोमा म भिडियो बनाउन सक्दिनँ किनभने मोबाइलमै बनाउँछु यहाँबाट कोरोला 85 किलोमिटर छ कोरोला बोर्डर कहिले पुग्ने हो बसिरहेछ केटाहरू त्यही हो रमाइलो भइरहेछ यस्तो ठाउँ छ ल अब बाटोमा भेट हुन्छ कतै फेरि रोक्यो भने फेरि ब्रेक टाइम भएको थियो फेरि यहाँबाट निस्क्यौँ अब कहाँ गएर रुक्ने मुना रे अब कहाँ गएर रुक्ने स्याङ बस्यो कि कहाँ थियो नि फेरि ब्रेक टाइम 7:07 मा कुन ठाउँ हो ल फाइनली लोमानथान पुगिसक्यो त अब आज यही हो भोलि कोरोलाबाट जाने हो आजको ब्लग चाहिँ यहीँनिर एन्ड भयो त